अब म सम्माननीय घरपतिज्यूलाई नीति तथा कार्यक्रम प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु। सर्वप्रथम त म यस परिवारका सम्पूर्ण ज्ञात अज्ञात पितृहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सम्माननीय श्रीमतीजी, म यस पारिवारिक सदनमा आगामी आर्थिक वर्ष 27-28 का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु। आगामी आर्थिक वर्षलाई यस परिवारले डिजिटल क्रान्ति गर्ने उद्देश्य राखेको छ। तसर्थ अबदेखि झगडा गर्दा गत वर्षहरूमा जस्तै मुखमुखे लाग्ने कुटाकुट गर्ने कार्यको सट्टा डिजिटल माध्यमबाट गर्ने निर्णय गरिएको छ। त्यसका लागि मोबाइल फोनको मार्फत मेसेज र सोसल मिडियाको प्रयोग गरिनेछ। परिवारको आर्थिक उन्नतिका लागि श्रीमानले अझै धेरै काम गरेर पैसा कमाउने र बचाउने उद्देश्य लिएको छ। परिवारको दिगो शान्तिका लागि श्रीमतीका सम्पूर्ण मागहरू पुरा गरिनेछन्। वैदेशिक सम्बन्ध राम्रो बनाउन कम्तीमा वर्षमा 3 पटक विदेश भ्रमण गरिनेछ। आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ कम्तीमा वर्षमा 4 पटक आन्तरिक भ्रमण गरिनेछ। उद्योग धन्दालाई टेवा पुर्याउने उद्देश्यका साथ कम्तीमा हप्तामा 1 पटक सपिङ जाने र महँगा वस्त्र र आभूषण श्रृङ्गारका सामग्रीहरू खरिद गरिनेछ। यी सम्पूर्ण कार्यहरू गर्दा आर्थिक अभाव भएमा ससुरालीबाट सहुलियत दरमा अनुदान लिइनेछ।